सो यस त्यहाँबाट चाहिँ हुन्छ नि यस्तो दामी सन निस्किरहेको छ नि राइज भइरहेको छ राहुल कस्तो लागिरहेको छ त्यहाँबाट यस्तो दामी लागिरहेको छ नि ओ माई गड अब हामी यहाँबाट ड्रोनले त्यो मिठो सर्ट लिनुपर्छ है त चार बजेर 45 मिनट गइसक्यो सो म चाहिँ 4:30 बजे उठेको र म किन यति बिहान बिहान चाहिँ उठेको भन्दा आज म तपाईँहरूलाई यस्तो दामी ठाउँमा लिएर जाँदैछु म 2 बजे सुतेर 4:30 बजे उठिरहेको छु त्यो पहिला यहाँबाट जाऊँ अनि त्यसको गरौँला है त सो यस म चाहिँ यहाँबाट निस्किसकेँ म राहुललाई फोन गर्दैछु ऊ चाहिँ होमबुसमा बस्छ र सरजी कता हो म त हिँडिसकेँ नि त अनि घरबाट ल म ट्याक्कै 5 मिनटमा आइपुग्छु है त ल ल रेडी भयो ल रेडी मेरो गाडीमा जाऊँ ल यतैबाट है त ल सर ल ल ल निस्क ल राहुल पनि रेडी हुँदैछ आज हामी राहुल र म भएर दामी ठाउँमा जानेवाला छौँ यहाँ चाहिँ पुरै बिन उठाउन सुरु भइसक्यो बिहानै पहिला सुरु राहुलले त्यसपछि हामी कुरा गर्नुपर्छ कहाँ जाँदैछौँ के गर्दैछौँ भनेर लेट्स गो ल राहुल वेलकम टु माई युट्युब च्यानल सो यस यहाँ हामीले कफी किनेको छौँ राहुल र म ट्याक्क अब कफी खाँदै अब यहाँबाट 25 मिनटको जस्तो ड्राइभ छ सो यस दामी हुनेवाला छ अहिले चाहिँ 5:30 हुन लाग्यो बिहानको कोची बिचको सनराइज हेर्न पाउँदा सनराइज भ्यू हेर्न पाउँदा सो दामी हुनेवाला छ सो हाम्रो गाडी चाहिँ राहुलले ड्राइभ गरिरहेको छ र हामी दुईजना मात्र आनन्दले चिल पारेर हिँड्न लागिरहेको छौँ र राहुल पनि राति हुन्छ नि कामबाट 11:30 बजीतिर आएको ऊ पनि सुत्दा कति बजीदेखि कति बजी सुत्यो 1:30 बजीतिर सुत्यो लगभग 2:30 बजीतिर सुत्यो म पनि सुतेको थिएँ 2:30 बजीतिर सुतेको थिएँ सो यस निन्दालाई एकछिन साइडमा राखेर अनिद्रा साइडमा राखेर सब कुरा साइडमा राखेर यस्तो दामी भ्यू हेर्नुपर्छ नि गएर दामी ड्रोन सटहरू लिनु पर्छ र सही हो यस हामी चाहिँ अहिले एसपिल भन्ने ठाउँमा आइपुगेका छौँ अब यहाँबाट हामीलाई 27 मिनट मात्र बाँकी छ सो लेट्स गो सो यस हामी चाहिँ डल्फिन्स पोइन्टमा आउँदैछौँ यहाँबाट हामी ड्रोन सट लिन्छौँ यहाँबाट सो यस बिस्तारै सनराइज हुँदैछ कतिमा छ अरे सनराइज 6:11 छ अलिकति हामी अगाडि जान्छौँ त्यहाँ गएर चाहिँ दामी ड्रोन सट लिन्छौँ ट्याक्कै 6 बज्यो सो हामी एकदम हुन्छ नि पर्फेक्ट टाइममा आएको छौँ दामी खिच्नुपर्छ तर हुन्छ नि यहाँ चाहिँ अलिकति ड्रोन उडाउन चाहिँ पाइँदैन त्यही भएर हामी अर्ली मर्निङ एकदम छिटो आएको हल्का रिस्क पनि लिनु पऱ्यो ओके दामी ड्रोन सट हेर्नुपर्छ त्यहाँ यस्तो दामी देखेको छ मेरो क्यामेरा वाइडमा भएर चाहिँ अलि मजाले देखिरहेको छैन होला सो यस दामी देखेको छ अब गोल्डन आवर सुरु हुन्छ मजाको सही हुन्छ सही सनराइज हुन्छ दामी हेर्नुपर्छ है त यहाँ चाहिँ म र राहुल चाहिँ सनराइजको लागि कुरेर बसिरहेको छौँ स्टिल 6:11 मा छ 6 भयो सो यस यहाँबाट हामी अहिले दामी ड्रोन सट लिन्छौँ यहाँबाट हामी दामी ड्रोन सट यस्तो दामी राम्रो दामी वेभ्स आइरहेको छ नि बब्बाल यहाँबाट यस्तो दामी
मेनली चाहिँ हुन्छ नि मान्छेहरू चाहिँ त्यहाँनिर बस्ने ठाउँ छ त्यहाँ गएर हेर्नुहुन्छ। तर हामी चाहिँ यो हाइटमा आएको छौँ। त्यहाँबाट चाहिँ अझै हुन्छ नि दामी देखिन्छ सो यस यहाँबाट हामी ड्रोन सट लिन्छ। हामी हाइटमा बसेर त्यो सबै कुराहरू म क्याप्चर गर्नको लागि ट्राई गर्नेवाला छु। सो यस होप दामी ड्रोन सट आउँछ होला होइन। सो लेट्स सी कस्तो हुन्छ। अझै 5 मिनट छ, 5-6 मिनट। सो राहुल र म यहाँ आनन्दले गफ गरेर बसिरहेको छौँ। त्यो वेभको मिठो आवाज सुन्दै हुन्छ नि एकदम शान्त भइरहेको छ। मलाई त एकदम गुड फिल भइरहेको छ। सो यस त्यहाँबाट चाहिँ हुन्छ नि यस्तो दामी सन निस्किरहेको छ नि, राइज भइरहेको छ। राहुल कस्तो लागिरहेको छ त्यहाँबाट? यस्तो दामी लागिरहेको छ नि। ओ माई गड। अब हामी यहाँबाट ड्रोनले त्यो मिठो सट लिनुपर्छ है त। यस्तो दामी देखिरहेको छ स्टिल होइन, तर चाहिँ त्यो बादलले पुरै छेकिरहेको छ क्या। सो म यहाँ ड्रोन यहाँ छ, म उडाउनको लागि रेडी भएर बसिरहेको छु। टन्नै मान्छेहरू हो उता साइडमा टन्नै मान्छेहरू हुनुहुन्छ। यतातिर योगाहरू गरिरहेको छ मान्छेहरूले, मेडिटेसनहरू गरिरहेको छ। उताहरू देख्नुभयो भने धेरै जस्तो क्राउड हुन्छ नि, सबैजना त्यहाँनिर बस्नु आउँछ, त्यहाँनिर बस्नुहुन्छ। तर हामी चाहिँ राहुल र म चाहिँ यता छौँ जहाँ चाहिँ अलिकति यो बार नागेर आउनुपर्छ। अलिकति डेन्जर पनि छ किनभने यहाँबाट केही सेफ्टी केही छैन, खस्यो भने सिधै गइन्छ। तर हामी एकदम केयरफुल भएर बसिरहेको छौँ। तपाईँहरू चाहिँ यता आउनुभयो भने चाहिँ बी केयरफुल है, अलिकति डेन्जर छ। यस्तो दामी देखिन्छ भन्ने आश छ, तर त्यो बादलले सबै छेकिरहेको छ। होपफुल्ली निस्किन्छ होला, तर गोल्डन हुन्छ होला पुरै। त्यति बेला चाहिँ हामी ड्रोन सट लिनुपर्छ। होप फर द बेस्ट। बिहान 4:30 बजे उठेर आएको ओटिन हुन्छ होला सायद। लेट्स सी। पुरै क्लाउडहरू पनि गोल्डन भइसक्यो, दामी देखिँदैछ। ल आयो है त अब चाहिँ। ल यस्तो दामी देखिँदैछ है। ल यस्तो दामी देखिँदैछ। ल घाम कति पावरफुल हुन्छ यो बादलहरू अरेन्ज देखिरहेको माथि। त्यही हो नि है, दामी देखिँदैछ। ल
सो राइट यस हामी ड्रोन सट लियो कस्तो कस्तो ड्रोन सट लियो हामी ड्रोन सर्ट चाहिँ लाइक दामी 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 एकदम दामी दामी नै छ कोर्सित भयो है हामी आज दुईजना बिहान बिहान लाइक अझै सनराइज भएको भए बब्बाल मजा आउँथ्यो होइन त्यही त त। तर त्यस्तो वर्स्टै भएन वर्स पनि होइन सनराइज मात्र होइन सायद अँ। मलाई लाग्छ त्यो अँ, सुतेर बस्ने भन्दा नि अब हुन्छ काम गरेर थाहा एकदम फ्रेस फिल हुँदो रहेछ है। त्यही होइन अरू मान्छेहरूलाई देख्दा पनि बिहान बिहान एकछिन दौडे जस्तो लाग्दाखेरि चाहिँ अँ, तर आएपछि चाहिँ आफूलाई पनि थाहा हुन्छ क्या जस अब जब पुरै दिन बाँकी छ नि त हामी भर्खर बिहानको 6 साढे 6 बजिरहेको र केही एकम्प्लिस गरिसकेको जस्तो फिल भइरहेको एकदम बडी एक्टिभ भइरहेको मलाई चाहिँ अनि यस अब हामी चाहिँ यहाँबाट कता कता जान्छौँ थाहा छैन लेट्स सी त्यही नै हो अब आज चाहिँ हुन्छ नि ट्युसडे हो मान्छेहरू चाहिँ अलिकति बेसी हुँदैन अनि विकेन्डहरूमा चाहिँ अति नै धेरै मान्छेहरू हुन्छ मैले यताउता सबै कुराहरू देखिरहेको थिएँ हल्का फुल्का ड्रोन सटहरू लियो अब यहाँबाट हामी निस्किँदैछौँ यस लेट्स सी हामी चाहिँ त्यतातिर चाहिँ जाँदैनौँ हामी चाहिँ गाडी यता राखेको छौँ हामी चाहिँ डल्फिन्स पोइन्टमा छौँ ट्याक्क होइन अनि यहाँनिर राखेको छौँ गाडी हामीले सो यस अब हामी गाडी भएको ठाउँमा जाऊँ अनि त्यसपछि के हुन्छ लेट्स सी दिस इज द भ्यू सो यस हामी चाहिँ हुन्छ नि कोजी बिचबाट म र राहुल चाहिँ हुन्छ नि बोन्डाई बिच आइसकेका छौँ अब हामी यहाँनिर ब्रेकफास्ट गर्छौँ त्यसपछि हामी यहाँबाट निस्किनुपर्छ है सो यस यहाँ मेरो स्म्यास एबो छ राहुलको बिग ब्रेकी छ यस अल गुड अहिले चाहिँ हुन्छ नि 7:45 गइसक्यो म र राहुल चाहिँ अहिले बोन्डाई बिचमा छौँ यस्तो दामी भ्यू देखिरहेको छ यहाँनिर बिहान बिहान अर्ली मर्निङमा मान्छेहरू टक्क मर्निङ वाकको लागि आइरहेको छन् अनि यस्तो दामी भ्यू देखिरहेको छ आज ट्युसडे त्यही पनि त्यस्तो धेरै बिजी छैन तर हाम्रो चाहिँ डे अफ ट्युसडे जस हाम्रो चाहिँ मर्निङमा चाहिँ काम आज छुट्टी छ र काम चाहिँ बेलुका छ सो यस्तो दामी भ्यू देखिरहेको छ यस अब चाहिँ हुन्छ नि बिहानको हाम्रो जर्नी के भयो आज बिहान 4:30 बजेबाट उठेर हुन्छ नि कोजी बिच आयो अलिक हल्का राम्रो राम्रो नदेखे पनि तर सनराइज हेऱ्यो जस राम्रो नै लाग्यो ओर्थित भयो सो यस आजको दिन पनि बब्बाल भयो ओर्थित नै भयो भनौँ न सो यस अब यहाँ हामी केही मिनट बस्छौँ त्यसपछि चाहिँ यहाँबाट हामी चाहिँ घरतर्फ लाग्नुपर्छ र बेलुका काम छ सो यस मान्छे चाहिँ हुन्छ नि त्यहाँ नुहाउँदैछन् कि यति बेला पुरै हुन्छ नि स्विमिङ गर्दैछन् सो यस या आजको भिडियो त्यही नै हो सो होप तपाईँहरूले इन्जोय गर्नुभयो होला इफ यु डिड प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल एन्ड सी यु अन नेक्स्ट ब्लग बाई बाई पिस